भएको छैन 10 अर्ब भ्रष्टाचार भएको छैन भन्छ नि त प्रेमजी। को हो त्यो भन्ने? कसले भने? प्रतिभा अधिकारीले भन्नुभएको छ। आधार दिनु पर्दैन त्यसै बोल्ने भने कांग्रेस एमालेका नेताहरूले पनि भनेका छन्। चोरले म चोर हुँ भन्छ। जे पाए त्यही बोल्ने भनेर भन्छन्। चोरले म चोर हुँ भन्छ कहिले? बदमासी गर्नेले मैले बदमासी गरेँ भन्छ। त्यो त भोलि छानबिनले उजागर गर्छ नि। हामी मात्रै चाहिने, हामीले मात्रै त्यो निचोड निकाल्ने होइन, हामीले सिफारिस गर्ने हो। तर यसको चाहिने, यसलाई चाहिँ भोलि निष्कर्षमा पुर्याउने भनेको चाहिने तपाईँको चाहिने अख्तियार दुर्व्यवहार अनुसार गर्छ सम्पत्ति किन विश्वास छ? एकदम विश्वस्त छु त्यो कुरामा। अख्तियारले कारबाही गर्छ भ्रष्टाचार। म यो कुरामा एकदमै विश्वस्त छु। केही भएको हुनाले पनि भ्रष्टाचारीहरूले जुन चाहिँ सर्वोच्च अदालतमा जुन बहस भइरहेको छ 48 जना नियुक्तिको, त्यो छिटोभन्दा छिटो खारिज हुन पायो भनेर उनीहरूले पनि दौडादौड गरिराखेका छन्। त्यसमा त चलखेल छ। एमा चलखेल गरिराखेका छन्। संविधान नियुक्तिमा चलखेल छ। अख्तियारको प्रमुख आयुक्तलाई यदि हटाउन पायो भने, खारिज गर्न पाएपछि म कहिले जोगिन्थे कि भनेर पनि भ्रष्टाचारीहरू त्यसरी सलबलाएका छन्। तर प्रतिभा अधिकारीलाई तपाईँले ल्यायो हो। नेपाल नागरिक उड्डयन पार्टीको प्रमुख तपाईँले बनाएको होइन। आज तपाईँ उहाँमाथि किन 17 पटक मैले बोलिसकेको छु। आज बोल्नु। यो पार्टीको निर्देशन बमोजिम भएको हो। पार्टीले फलाना नियुक्ति गर भन्यो, मैले गरेँ। मैले पार्लिमेन्टबाट पनि मैले लेखेको छु, निधार चोर भनेर लेखेको